नमस्कार। कविता वाचन रचयिता स्वामी जगन्नाथाचार्य। श्रीमान शङ्कर संयमीन्द्र मतका सारज्ञ संरक्षका अद्वैतामृतदान नित्य सभमा गर्ने मनोमोहका काम क्रोध र दम्भ लोभ मनमा बस्दै बसेनन् जहाँ त्यस्ता उच्च यतीन्द्रका वचन ती हामी भुलौँला कहाँ। संसारीहरू यी यतै जगतमै बाँध्दै रहन्छौं सबै टुट्छन् बन्धन ती विरक्ति बलले फस्छन् र ज्ञानी कवै। स्वामीजी पनि तीव्र बन्धन सबै तोडेर पाल्नु भयो प्यारा ती गुरुजी मिलेर वनमा संसार गाल्नु भयो। गुरु टाढै अहिले कति अति परै नै हुनुभयो छुटियो संसारै झटपट परात्मा हुनुभयो। यहाँ हामी सारा अब त कसरी बस्न ननिका सकौँला यो फोस्रा भयमय तिता उग्र भवमा। मिठा वाणी त्यस्ता सरल मनका भुल्न नसकी हृदय बाँच्छौं हामी हजुर कन भन्दै जुनीभरि। अझै राख्नु हाम्रो अलि अलि त केही ख्याल दिलमा यहाँ के हो हामी अझ पनि छँदैछौं हजुरमा। रही प्यारा चेला अमर परमानन्द गुरुका मिठा साथी चोखा विरति रत ती दिव्य सुरुका सदा सेवा गर्ने तन र मन साथै वचनले यहाँ बाटै जान्यो परम गुरु सारा जगतले। चढायौं यी वाणी कुसुम पदमा सन्त गुरुका पसेनन् बासना भई अझ सुर स्वभावादि गुरुका। छिटै यस्तै निस्के सरर र यिनी शोक कविता पसे भित्रै झरलान् अझ असल यी देव सविता पसे भित्रै झरलान् अझ असल यी देव सविता।